सेवारो अब सुरु हुन्छ मेरो ड्युटी। छोरी के को ल्याएँ मैले? यो पाइप राम्रो छ भने चलाउनु पर्छ। पाइप तिमीहरूलाई राम्रो त जे पनि लाग्छ नि। सदुपयोग छैन। अरे चो सिसा छैन? सिसा फुट्छ है सिसा। ओइ एकछिन यहाँ रहेछ। बोतल। यो पानी पर्नु थाल्यो छिटो। खन्याउने अनि निकाल्नु। साबुन मात्रै धोएर त पानी पर्दा त सबै भिज्छ। कस्तो लाग्यो? यो नयाँ मखमले खाने जस्तो थियो। ल्याइदिएको त्यो एक्सपायर भएको होला नि। बाहुबली लागि परौँ त तिनजना फेरि मैले बुहारी किन झ्याम्मै बस्यो त? लु नानीलाई हटाउ त। होइन थोसुइसँग खेल्नु यो कुखुरालाई ल्याइदिएको मैले। बिछ्याउनु पर्ने पैसा गनाउँछ क्या? पैसा भारी पनि हो पैसा। पानी पर्नु थाल्यो केटाकेटी हो। यहाँ छ चाहिँ भाइकी यो उयो रहेछ उयो डक्टर छिटो आऊ न। पैसा गनाउँछ अरे। अरे चो कागज पनि कागजमा लेख्न हाल्नु एउटै यति सानो फ्रेम छे तिमी त नछुवा माम खाने मान्छेलाई मेदेन पाएको मम्मी भन जुत्ता पनि आएछ त्यहाँनिर के आयो जुत्ता बुद्धिमानलाई त खालेर बनाएको हुने होला होइन सबै कुरा खोलौँ तेरिका बालेन बादिन मेरो गफिने बानीले मेरो
साथी मित्रहरू कामधन्दा भित्र लानु भित्र लानु अहिले टिप्प असिस्टेन्ट ल्याउनुलाई भित्र बिजो खाली मैले मलाई थाहा छैन टिप्प असिस्टेन्ट स्टप गरिदिउँ स्टप गरिदिउँ केमा न स्टोरमा याक पनि तिनजना लगेको जे पाइ त्यही उठाउँदै लगाएर हिजो पनि तिनजना हो र गीता दिदी सन्ना त भिजी गयो त ल हेर्नुहोस् साथीहरू मेरो दिनचर्याहरू चाहिँ यसरी रातभरिको काम कहिले जान्छ घाम भने जस्तै पैसाको थुप्रो उठाएर ल्याइन्छ राति चाहिँ यो चाहिँ मेरो स्टोर कोठा यो त किन यस्तो कालो आयो यता चाहिँ हाम्रो बुहारी हुनुहुन्छ यसो कहिलेकाहीँ सेवा पनि त गर्नु पर्यो थ्याङ्क यू सो मच